नमस्कार सम्पूर्ण साथीभाइहरुमा हामी एसएस मेन पावरबाट आएको सबैजना साथीभाइहरु यहाँ हामी आएको 3 साल पूरा भएर 4 साल लाग्यो। यो कम्पनीले तपाईको अहिले हाम्रो अकमा छैन, अकमा पुरै समाप्त भएको छ र एटीएम पनि छैन। अनि तपाईहरुको कस्तो भने 3-4 महिना भइसक्यो स्यालेरी नदिएको। यी सबै साथीभाइहरु यसरी हामी जम्मा भएको छौं, यहाँ हडताल गरिरहेछौं। ल तपाईले के गर्न सक्नुहुन्छ गर्नुस्। तपाईको कति महिना भयो? 4 महिना भइसकेछ। अनि तपाईको कति महिना भयो स्यालेरी पाउनु भएको छैन? हुन्छ, म धन्यवाद दिन्छु किनभने मौका र अवसर पाइसक्यो। नेपाल सरकार बीचमा म चाहिँ के भन्न चाहन्छु भने अहिले चाहिँ हाम्रो चाहिँ 3 महिना भइसकेको छ, हामीलाई चाहिँ स्यालेरी आएको छैन। किनभने धेरै समस्याहरू हामीलाई परेको छ। त्यसकारण नेपाल सरकारसँग चाहिँ यो भिडियो पुगोस्, किनकि हामी सबैजनालाई नेपाली वासीलाई चाहिँ हामी यसो मेन पावरबाट आएको हामी नेपाली वासीलाई चाहिँ नेपाल देश अनि बाट हामी यहाँ आयो। अनि त्यसकारण गर्दाखेरि हामी नेपाली वासी हो, हामी नेपाली दाजुभाइहरू धेरै पीडामा अनि समस्यामा छन्। त्यसकारण गर्दाखेरि हाम्रो चाहिँ यो दाइ भन्नुस्, तपाईको कतिवटा स्यालेरी रोकिएको छ? अनि अकमा के कस्तो छ? 5 महिना भयो। ल सबैजनाको भन्नुस् है के कस्तो छ समस्या? खानको पैसा छैन हजुर, सबै भुखे मरिरहेको छु। हजुर, एमबिसीको फोन गरेर एमबिसीले कोही सहयोग गरेन, भन्छ कि अलि सालले म डर्छु। ए ल तपाईको समस्या के हो भन्नुस्? हिस्सा सकेछ, पैसा दिँदैन खानको लागि। 4 महिना सेलीको भइसक्यो, दिँदैन सेलीले, टिकट दिँदैन। 4 साल भइसक्यो। एमबिसीले भनिन्छ पठाउनेले पठाए। ल ठिक छ, हेर्नुस् यहाँ अब छैन अरु छैन। ल हेर्नुस् अब यत्रो हाम्रो एसएस मेन पावरबाट आएको यत्रो दाजुभाइहरू हुनुहुन्छ। सबैजनाको समस्या एउटै छ, अकमा सकिया छ, एटीएम सकिरहेछ, तपाईँको स्यालेरी नदिएको 3-4 महिना भइसक्यो। सबको समस्या एउटै छ। हेर्नुहोस् अब हुन त यो तपाईँहरूको यो जतिवटा भिडियो बनाए पनि कुरा एउटै हो। अब यत्रो सबैजनाको कस्तो नि अब कुरा राख्न लाग्दो समस्या हुन्छ। म त्योहरू छोटकरीमा सबैजनाको छोटकरीमा लिँदैछु। भन्नुहोस् तपाईँको अकमा सके कति भयो स्यालेरी, कति बाँकी छ? समस्या यस्तो छ हेर्नु। हाम्रो जति पनि यो सबै नेपालीहरू छ, सबै हाम्रो यो एसएस मेन पावरबाट आएको सबै दाजुभाइहरू हुनुहुन्छ। र 4 अहिले तपाईँको 3 पुरा भएर 4मा लागिसक्यो। अहिले स्यालेरी कसैले पाएको छैन, खानालाई पनि समस्या भइरहेछ। हजुर, घर जान्छु भन्दा घर पठाएको छैन। यहाँ खानको लागि सबैलाई समस्या भइसक्यो। अब अहिले कसरी हुन्छ उपकार गर्नुपर्ने भयो। हामी एसओएसबाट आएको मान्छे हौ। अब अहिले कसरी हुन्छ, एमबिसीमा कुरा राखेर हुन्छ कि कसरी हुन्छ, हामीलाई यहाँको समस्याबाट हल गराइदिनु भन्ने म चाहन्छु। ल हस् त हस्, तपाईँको 2-4 कुरा राख्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। ल अरू के भन्नुहुन्छ तपाईँ? त्यही हो, हामीलाई अब समस्या भएको छ। हजुर, अब 4 महिना भयो अकमा रिन्यु नभएको, स्यालेरी नदिएको 4 महिना भयो, पैसा खानको लागि दिँदैन। हजुर, मेन समस्या भनेको हामीलाई त्यही छ। त्यही भएर नेपाल सरकारले हामीलाई कसरी हुन्छ उद्धार गरिदिए हुन्छ भन्ने हाम्रो अनुरोध छ नेपाल सरकारलाई। ए ल हस् त धन्यवाद। ल सबैजना दाजुभाइहरूको अब त्यही हो, मैले अघि तपाईँलाई अघि भिडियोमा नि भनेँ। अब सबैजना कुरा राखेर साध्य छैन। ल ठिक छ, यही हो। हेर्नुहोस् हाम्रो अब नेपालीहरूको समस्या परदेश ठाउँमा यस्तै हो। जे जस्तो भए पनि 4-4 महिना भइसक्यो स्यालेरी पाएको छैन। ल तपाईँहरूले अब केही हाम्रो नेपालीहरूको लागि केही तपाईँहरूले केही सहयोग सुविधा के गर्न सक्नुहुन्छ? ल सहयोग गर्नु पर्यो। ल धन्यवाद।